निर्वाचनको कुरा गरिरहेछ यो कति फागुन 21 गते यो त सरासर देशलाई चाहिँ द्वन्द्वमा लैजान गृह संघर्षमा आमन्त्रण गरिएको घोषणा हो। यो चाहिँ हुन सक्दैन, यो दिशामा देश जानु हुँदैन। जुन प्रकारले आज यसको प्राइमरी कुरा तपाईको छोराले, तपाईको भतिजले, भान्जले, नातिले तपाईहरुले गर्न सक्नु भएन, यो देशमा चलिरहेको तस्करी तन्त्रलाई ढाल्न सक्नु भएन, तपाईहरु कर लुट्नेहरुलाई हामीले विस्थापित गर्न सकेनौं, यो राष्ट्रको सपनालाई दुहाउने शक्तिहरुलाई हामीले निमिट्याउन पार्न सकेनौं। त्यो पुस्ताले सकेन र नेपालको नवीन पुस्ताले त्यो अहिबार ऐतिहासिक जिम्मेवारी अस्ति पूरा गरेको छ र यसलाई स्वीकार्नु, यसलाई आत्मसात गर्नु यो राष्ट्रको धर्म हो। जसरी 23 गते हाम्रो पुस्ताको आह्वानमा चाहिँ विद्रोह सुरु भयो र 24 गते सिङ्गो राष्ट्रले विद्रोह गर्यो र यो सिङ्गो राष्ट्रको विद्रोह थियो र यसलाई आत्मसात गर्नुपर्छ। यसलाई प्रहार गर्ने, यसलाई क्रिमिनलाइज गर्ने अथवा यसमाथि विभिन्न टिकटिपनी गरेर अब हामी त्यो खरानी कोट्याएर कहीँ पनि पुग्दैनौँ र अब हामी त्यहाँबाट पाठ सिकेर अगाडि बढौँ भन्न म चाहन्छु। पहिलो कुरा यसलाई आत्मसात गर्नु पर्यो। नेपालको राजनीतिक दलहरूले, नेपाली सबै देश विदेशमा रहेका नेपालीहरूले हामी सबैले यसलाई आत्मसात गरेर यसको भावना अनुरूप राष्ट्रलाई लिनु नै अहिलेको आवश्यकता हो। यो दिशामा जानको लागि अब हामी खुला छलफल मार्फत, संवाद मार्फत यो देशलाई निकास दिन सक्छौँ भनेर उभिएका छौँ। अहिले पार्लियामेन्टको चाहिँ पुनर्स्थापनाको कुरा होस् अथवा यो जति पनि कुराहरू उठिरहेका छन् यो एउटा चाहिँ हामीले अगाडि सारेको दृष्टिकोण हो। यो दृष्टिकोणमा सबै सहमत नहुन सक्छ, तर हामी मिलनबिन्दु खोजेर यो राष्ट्रलाई निकास दिन सक्छौँ। पार्लियामेन्ट जो एक्जिस्टिङ, जो पोलिटिकल्ली, जो अस्ति भर्खरको 79 सालको निर्वाचन बनेको पार्लियामेन्ट त बन्छ। पार्लियामेन्ट पुनर्स्थापनाको कुरा होइन, न्यू पार्लियामेन्ट बन्न सक्छ। सबै जनताको सहमतिमा, राजनीतिक दल विद्रोहीको सहमतिमा एउटा नयाँ चाहिँ पार्लियामेन्ट बनेर त्यसले यो राष्ट्रको चाहिँ संविधानलाई संशोधन गर्ने अथवा संविधानलाई पुनर्लेखन गर्ने बाटो खोल्न सक्छ र त्यो पनि एउटा चाहिँ शान्तिपूर्वक हलको चाहिँ माध्यम हो। र जुन प्रकारले विद्रोहका क्रममा खास गरी 3टा मुद्दा प्राइमेरीली उठेको थियो। पहिलो, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई हटाइनुपर्छ। दोस्रो कुरा, यो देशको सरकार प्रमुख प्रत्यक्ष तवरले नेपाली जनताले मतदान मार्फत चुन्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ। त्यो डाइरेक्ट डेमोक्रेसी, जो उन्नत प्रजातन्त्र, यो प्रजातन्त्रको चाबी नेपाली जनताको हातमा दिनुपर्छ भन्ने माग उठेको थियो। र तेस्रो कुरा, यो राष्ट्रमा भ्रष्टाचार भयो, यो देशमा तस्करी तन्त्र भयो। किन भयो भन्दाखेरि हामीले बनाएका सार्वजनिक संस्थाहरूको कारणले गर्दाखेरि भ्रष्टाचार भयो र त्यो सार्वजनिक संस्थाहरूलाई रिफर्म, रिस्ट्रक्चर गर्नुपर्छ भन्ने यी खास गरी 3टा मुद्दा उठेका थिए विद्रोहका क्रममा। र पहिलो मुद्दा सम्बोधन भइसक्यो, यो 2टा मुद्दा चाहिँ सम्बोधन हुन बाँकी छ र अब 2टा मात्र रहेन। सिङ्गो राष्ट्रमा जति पनि असन्तुष्टि पक्षहरू छन्, जति पनि कुरा उठाइरहेको पक्षलाई हामीले एक ठाउँमा ल्याएर टेबलमा राखेर निकास दिनुपर्छ र यही नै यो राष्ट्रको सङ्कटमोचनको माग हो र यो अभियानमा हामी सबै देशवासी सरिक भएर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु। धन्यवाद। म यो जेनजी पुस्ताको व्यक्ति हुँ। त्यही पुस्ताको आह्वानमा भएको विद्रोहमा ठुलो हेरेर मैले बस्ने होइन। यो हाम्रो पुस्ताले गरेको विद्रोहमा सामेल हुनुपर्छ, यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भनेर एउटा त्यो भावनाका साथ मैले आफ्ना सबै कुराहरू बिर्सिएर यो विद्रोह क्रम मुद्दाबाट बाहिर गएको छैन र यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने एक कुरा। दोस्रो कुरा, जति पनि पोलराइजेसनहरू भइरहेको छ जेनजीमा विद्रोहमा सामेल मानिसहरूको, यो पोलराइजेसन भन्ने कुरा कसैको नियन्त्रणमा छैन। हाम्रो ग्रुमिङ, हुर्काई सारा कुरा फरक छ। यो पोलराइजेसन हुनु स्वाभाविक छ। जसरी समूहहरू बनेका छन् विभिन्न, यसलाई पनि अन्यथा लिनु न, त्यही भएर एक ठाउँमा आउनु पर्यो भनेर आज लेलेनजी लवैले सबैले चाहिँ यो गर्नुभएको, एक ठाउँमा आउने वातावरण बन्छ। र अर्को कुरा, हामी जम्मा 2 दिन लडेको हो, वर्षौँ लडेको भए हामी बिच एउटा भावनात्मक एकता बन्थ्यो, हामी एक ठाउँमा हुने वातावरण बन्थ्यो। तर आकस्मिक रूपमा एकले अर्कालाई नचिन्दै त्यो एसिमिलेसन नहुँदै भएको कारणले यो समस्या भएको छ। यो बाटो पनि हल भएर जान्छ। अब अन्तरिम संसद बनाउने विद्रोहीहरूको डोमिनेसनमा पोलिटिकल पार्टी र अरू चाहिँ स्टेक होल्डरहरूलाई समेत साथमा लिएर त्यही संसदले निकास दिन्छ। र जो निर्वाचनको कुरा गरिरहेछ यो कति फागुन 21 गते यो त सरासर देशलाई चाहिँ द्वन्द्वमा लैजान गृह संघर्षमा आमन्त्रण गरिएको घोषणा हो। यो चाहिँ हुन सक्दैन, यो दिशामा देश जानु हुँदैन।